हेलो गाइज नमस्ते एन्ड वेलकम ब्याक टु माई च्यानल। म चाहिँ आज हाम्रो जेनजीहरूलाई चाहिँ अब आउने चुनावमा चाहिँ कसलाई भोट दिनुहुन्छ भनेर चाहिँ सोच्छु र अरू पनि केही क्वेसन सोच्छु। सो अन्तिमसम्म हेर्नु होला। हेलो म हजुरले केही क्वेसन सोध्छु है त। यो चोटिको चुनावमा चाहिँ हजुर कसलाई भोट गर्नुहुन्छ? अहिले चाहिँ मैले फिक्स गरेको छैन, तर आई गेस अब जो गतिलो हुन्छ त्यसलाई, कस खाली भोट पनि जान दिनु हुँदैन क्यारे। अनि अकर्डिङ टु हाम्रो आर्टिकल होइन, बालेन र सुशीला कार्की त बन्नै पाउँदैन, अनि सुशीला कार्कीले कामहरू गर्दाखेरि अलिकति डिसपोइन्टमेन्ट पनि फिल भइरहेछ। सो आई डोन्ट नो, विल सी अबाउट द्याट भनेर भन्छु है म। ओके थ्याङ्क यू। यो चोटिको चुनावमा चाहिँ तिमी कसलाई भोट दिने? I think म कसैले दिन्न। किन? Because I don't believe in democracy in the context of Nepal. सब घुस खाएर भोट गरेका हुन्छन्, सो आई डोन्ट बिलिभ इन डेमोक्रेसी। यसरी चुनावमा मैले कि त रविन्द्रलाई दिन्छु कि त अहिलेसम्म सोचे त छैन त्यस्तो चुनाव कसलाई दिन्छु भोट भनेर। अरू को छ अब हेर्छन्। सुदन आयो भने सुदनलाई दिउँला, मिराज आयो भने मिराजलाई दिउँला। वा ल हेर कुरा सुन न कोहीले। थ्याङ्क यू। चोटि चाहिँ तिमीले कसलाई भोट दिने? त्यस्तो म भोटमा चाहिँ बिलिभ गर्दिनँ, म चाहिँ कसैलाई दिन्न। दिन्न? ओहो कसैलाई पनि भोट दिन्न। किन? किनकि भ्रष्टाचार सबै भ्रष्टाचार मात्र गर्छन्। यस्तोलाई भोट दिएर देशको विकास हुँदैन। त्यस कारणले म कसैलाई नि भोट हाल्दिनँ। म भोटिस कार्ड पनि बनाउँदिनँ। ल थ्याङ्क यू। यो चोटिको चुनावमा चाहिँ कसलाई भोट दिने? यसपालिको चुनावमा म सायद बालेनलाई दिन सक्छु। बालेन। भनौँ कि जसले राम्रो गर्छ त्यसलाई दिन सक्छु। ओके थ्याङ्क यू। थ्याङ्क यू। श्रद्धा यो चोटिको चुनावमा चाहिँ तिमीले कसलाई भोट दिने? खै अहिलेसम्म हेर्दा त खासै कोही डिजर्भिङ लाग्दैन। त्यही पनि अब कोही यसो हल्का इम्प्याक्टफुल पार्ने जस्तो लाग्यो भने चाहिँ म त्यसलाई दिन सक्छु। तर हेरौँ, अब दिन्न धेरै चान्सेस छ नदिने, तर हेरौँ। ओके थ्याङ्क यू। नै म छैन। एमाले माओवादी अनि काङ्ग्रेसकोलाई म कसैलाई नदिने नदिने किनभने मसँग ऊ नै छैन भोट कार्ड। ओके यो चोटिको चुनावमा चाहिँ तिमीले कसलाई भोट दिने? म त कसैलाई दिन्न। किन? I don't like the government of Nepal, that's why. योसम्म हेरे जतिमा चाहिँ कोहीले पनि कसैलाई भोट नदिने भन्ने छन् है। किनभने चाहिँ कोहीलाई ठिकै लागिरहेको छैन कि कोही पनि ठिक लागिरहेको छैन। सो या हजुरले चाहिँ योचोटि कुन पार्टीलाई भोट दिने? मिराज ढुङ्गानाको फेस कार्डले। भोटर आइडी नै छैन मसँग। भोटर आइडी छैन? होइन, अब बनाउँछु क्या, अब घर जाँदाखेरि कसलाई दिन मन लाग्छ त भोट? दिन्न कसैलाई। जब म कसैलाई नि भोट नदिने, पार्टी थाहा भयो को मान्छे केमा छ भन्ने थाहा भयो। केमा उठेर बालेनलाई दिने हो। बालेन त उठे होइन। त्यही त थाहा छैन त केमा हो। जसले मेरो स्कुटरमा पेट्रोल हालिदिन्छ उसैलाई। ल हेर यस्तै यस्तै यसले गर्दाखेरि पहिला भोट दिएर भोटरको आइडी त बनाऊ, अनि त्यसपछि दुःख पार्टीमा। त्यसलाई नै दिन्छु म। थ्याङ्क यू। सो यो आजलाई चाहिँ यति नै। आज धेरैलाई सोधियो कि तिनीहरूले उहाँहरूले चाहिँ योचोटिको चुनावमा कसलाई भोट हाल्नुहुन्छ भनेर, एन्ड सबैको एन्सर सुन्नुभयो होला। सो या आजलाई यति नै। थ्याङ्क यू फर वाचिङ।